बाबु नानीहरू पहिला हामी यो भिडियो हेर्ने अनि यसको फन्नी कमेन्ट पढ्ने ल। ल सुरु गरौँ। सिलामा चामल मुरुक्का बिरामी हेर्नुहोस् खोरुक्का। हामी चाहिँ बाहिर कुरेको कुरै डाक्टर भित्र सिलामा चामल मुरुक्का। सरी डाक्टर भनेको यतिको हुनुपर्छ बिरामी उठ्छ जुरुक्क। के हो? बिरामी नै नहुँदा पनि उपचार गराउन मन लाग्यो तपाईसँग। कुन रोग लागेपछि हाम्रो डाक्टर साहबकोमा चेक गर्न जान पाइन्छ? असुरक्षित शारीरिक सम्बन्ध भएको छ भने नक्कले डाक्टर। डाक्टरले भनेको मान्नु पर्दैन? त्यही भनेको न फलो गर्छन् न डाक्टरले भनेको मान्छन्। के गर्ने होला आइने भ्युअर्सहरुको।